नमस्ते, गाइने क्लिनिक बोडी भक्तपुरबाट हजुरहरूलाई मैले अगाडिको भिडियोमा चाहिँ 24 देखि 28 हप्ताको बिचमा चाहिँ के कम्प्लिकेसन आउँछ र के टेस्टहरू गराउने भन्ने बारेमा थोरै जानकारी दिनै सकेको छु र आज चाहिँ म हजुरहरूलाई 30 देखि 37 हप्ताको बिचमा चाहिँ के कम्प्लिकेसन आउँछ र के टेस्टहरू गराउने भन्ने बारेमा थोरै जानकारी दिन गइरहेछु। अब 30 हप्तामा गएर एउटा फेरि भिडियो एक्सरे गराइन्छ। यसमा चाहिँ बच्चा उल्टो छ, सुल्टो छ, साल कतापट्टि छ, साल धेरै तल आएर आमाको पाठेघरको मुख नै पो बन्द भएको छ कि अथवा बच्चा धेरै आँतिएको पो छ कि बच्चाको मुटुको धड्कन एकदम बढीको छ कि यी कुराहरू चाहिँ देख्न सकिन्छ। त्यसै कारणले गर्दाखेरि चाहिँ यो 30 हप्तामा चाहिँ एउटा भिडियो एक्सरे गराउन एकदमै महत्त्वपूर्ण छ है। र अर्को कुरा अब 37 हप्ताको थोरै कुरा गरौँ है त। 37 हप्तामा भनेको चाहिँ अलमोस्ट डेलिभरीको एकदमै नजिक टाइम चाहिँ आइपुगेको हुन्छ है। आइपुगेको कारणले चाहिँ अर्को एउटा फेरि भिडियो एक्सरे गराउनै पर्ने हुन्छ हजुरहरूले हैन। यसमा चाहिँ बच्चा बसेको पानी कति छ त, पानी कम पो भइसकेको छ कि हैन, बच्चाको ढुकढुकी कम पो भइसकेको छ कि, बच्चाले राम्रोसँग सास फेर्न सकेको छ कि छैन, अनि बच्चा आँतिएको पो छ कि भन्ने बारेमा यसमा थाहा हुन्छ हैन। कसैको चाहिँ बच्चा उल्टो बसिदिएको हुन्छ क्या, यो बेलामा चाहिँ बच्चा सुल्टो भइसकेको छ कि छैन भन्ने कुरा पनि थाहा हुन्छ। र बच्चाको मुटुको धड्कनको चाल चाहिँ कस्तो छ त यो बेलामा, यो कुरा पनि थाहा हुन्छ हैन। घाँटीमा नाल बेरिएको पो छ कि, यी कुराहरू पनि यो बेलामा थाहा हुन्छ, हेरिन्छ यो कुरा चाहिँ। किनभने चाहिँ अब डेलिभरी